चोर र पुलिस। एक सुन्दर पहाडी गाउँमा करण, सोनु, रितु र अमन नामका चारजना साथीहरू बस्थे। उनीहरू विद्यालयमा पढ्थे, खेल्न मन पराउँथे र सधैँ नयाँ कुरा सिक्न चाहन्थे। उनीहरूको गाउँ धेरै सुन्दर थियो, जहाँ सबै मिलेर बस्ने गर्थे। तर केही समयदेखि गाउँमा अज्ञात चोरहरू देखा पर्न थालेका थिए। पहिले हराएको एउटा भैँसी फिर्ता आयो, तर केही दिनमै पसलबाट पैसा हरायो। त्यसपछि गाउँको साउजीको सुनको सिक्की हरायो। सबै चिन्तित भए, किनभने कसैले चोरलाई देखेको थिएन। गाउँका मुखियाले प्रहरी चौकीमा खबर गरे। प्रहरी अधिकारी रमेश सरले गाउँलेहरूलाई आश्वासन दिए, चोरलाई समात्ने जिम्मा हाम्रो हो। सबैले संशयित व्यक्तिहरूबारे खबर दिनुहोला। बच्चाहरूले यो सुने र एकअर्कालाई हेरे। उनीहरू गाउँका समस्या समाधान गर्न चाहन्थे। एक दिन विद्यालय सकेपछि चारैजना साथीहरू खोला किनारमा खेल्न गएका थिए। उनीहरू ढुङ्गा फालेर पानीमा लहर ल्याउने खेल खेल्दै थिए। त्यही बेला सोनुले झाडीमा केही देख्यो। त्यो एउटा पुरानो झोला थियो, जसको भित्र सुनको सिक्की, केही पैसा र पुराना कपडाहरू थिए। ऋतुले भनिन्, यो झोला त कसैको हुनुपर्छ। करणले सोच्दै भन्यो, कतै यो चोरको झोला त होइन। सबैजना केही बेर अलमल परे। अमलले भने, हामीले घर लगेर हेर्ने कि? तर सोनुले अस्वीकार गर्यो, हामीले प्रहरीलाई खबर गर्नुपर्छ, नत्र गल्ती हुन सक्छ। सबैले सहमति जनाए र सोझै प्रहरी चौकी गए। प्रहरी चौकीमा चारैजना साथीहरू झोला लिएर प्रहरी चौकी पुगेका थिए। रमेशहरूले सोधे, तिमीहरू के को लागि यहाँ आएका हो? करणले भने, हामीले खोला किनारमा यो झोला भेटायौँ। यसमा चोरी भएको जस्तो देखिने वस्तुहरू छन्। प्रहरीले झोला खोलेर जाँच गरे। त्यहाँ साउजीको हराएको सुनको सिक्की पनि थियो। प्रहरीहरू दङ्ग परे। रमेशहरूले प्रश्न गर्दै भने, तिमीहरू साँच्चै इमान्दार छौ। हामी तुरुन्तै अनुसन्धान सुरु गर्छौँ। प्रहरीले खोजी गर्दै गर्दा पत्ता लाग्यो कि गाउँको नजिकैको एउटा पुरानो घरमा केही अपरिचित मान्छेहरू लुकेका थिए। प्रहरी टोली राति त्यहाँ पुग्यो। त्यहाँ दुईजना चोर थिए, जसले चोरी गरेर सामान लुकाएका थिए। प्रहरीले उनीहरूलाई समात्यो। चोरहरूले अपराध स्वीकार गरे। गाउँभर खुसीको माहौल बन्यो। सबै गाउँलेहरूले प्रहरीलाई धन्यवाद दिए। गाउँका मुखियाले भने, साँचो बहादुरी त यी बालबालिकाहरूले देखाए। यदि उनीहरूले प्रहरीलाई खबर नगरेको भए चोर अझै हामीलाई दुःख दिइरहन्थे। गाउँका सबै मानिसहरूले विद्यालयमा जम्मा भएर मुखियाले चारैजना बालबालिकालाई सम्मान गरे। यी साथीहरूले हामीलाई ठुलो सिकाइ दिएका छन्। हामी सबैले सत्य, इमान्दारी र बहादुरीको बाटो समात्नुपर्छ। प्रहरी अधिकारी रमेश सरले पनि प्रशंसा गर्दै भने, तिमीहरू भविष्यका असल नागरिक हौ। सत्य बोल्नेहरू कहिल्यै हार्दैनन्। करण, सोनु, रितु र अमन गर्वले मुस्कुराए। उनीहरूलाई थाहा थियो, साँचो बाटो समाउनेहरू सधैँ जित्छन्। सत्यको मार्गमा हिँड्नेहरू कहिल्यै पराजित हुँदैनन्।